हेलो साथीहरू, आज चाहिँ म तपाईहरुको समक्ष इजीवाला रेसिपी होममेड पिज्जाको रेसिपी लिएर आएको छु। सुरुमा मैदा राख्नुहोस् अनि यसमा यीस्ट हाल्नुहोस् अनि थोरै नुन हालेको छु मैले चाहिँ। अनि यसरी मजाले डो बनाउनु होला अनि 1 घण्टा जति चाहिँ यसरी छोपेर राख्नु अनि फुल्लिन्छ राम्रोसँग। मैले चाहिँ यहाँ यसलाई हल्का बेलेर अनि हातले नै मजाले बाक्लोवाला ताईमा यसरी बनाउनु गइरहेको छु। सुरुमा यसरी बनाउनु होला, सानो ग्यास लगाएर बनाउनु पर्छ किनभने यो डढी जान्छ। अनि यसरी मजाले मिलाएर माथिबाट टपिङ हाल्नु पर्ने हुन्छ। मैले चाहिँ यसमा सुरुमा एक साइड पकाए सानो आगो गरेर अनि अर्को साइडमा चाहिँ यसरी काँटाले हल्का दुलो दुलो बनाएको छु ताकि भित्र पसोस् पछि केचपहरू भनेर। अनि यसरी तपाईले यसमा केचप लाउनु सक्नुहुन्छ। सुरुमा मैले चाहिँ टमेटो केचप हालेको छु अनि यसलाई मजाले सबैतिर लाग्ने गरी यसरी स्पुनको सहायताले मिलाउनु होला। अनि सबै मिलाइसकेपछि यसमा मैले सुरुमा थोरै यो पार्मेजन भन्ने चिज युज गरेको छु। मोजरेला चिज पनि युज गर्नु सक्नुहुन्छ तपाईहरुले। सुरुमा मैले यो हल्का लगाए, त्यसपछि थोरै ब्रोकौली सानो पिस काटेर हालेको छु हल्का भेजी पनि होस् भनेर। त्यसपछि मैले तपाईहरुले गाजरहरू पनि लाउन सक्नुहुन्छ। मैले अनि सानो खालके क्याप्सिकम पनि थोरै लगाएको छु, यसको टेस्ट मिठो आउँछ भरे स्मेल भनेर। अनि यसरी टपिङ लाउँदै जानु होला। अनि थोरै चिज लगाएको छु फेरि अनि माथिबाट ससेट पातलो काटेर बनाएको छु। तपाईहरुले यसमा चाहिँ चिकनको ब्रेस्टहरू ल्याएर मजाले टपिङ गर्नु पनि सक्नुहुन्छ। आफूलाई कुन फ्लेभर मन पर्छ त्यही बनाउन सक्नुहुन्छ। मेरो चाहिँ छोरीले एकदम मन पराउने भएर मैले प्राय घरमा यसरी नै खाजा बनाइदिने गर्दछु। अनि माथिबाट लास्टमा फेरि चिज लगाइदिनु होला, एकदम मजाले लगाइदिनु छ। लास्टमा चाहिँ धेरै लाउनु होला। अनि यसरी लगाइसकेपछि चाहिँ छोपिदिनु होला। 10-15 मिनेट सानो ग्यास गरेर पकाउनु होला। अब मेरो चाहिँ रेडी भयो, राम्रोसँग पाकेको छ। एकचोटि हेर्नुहोस् तल पनि ब्रेड पनि डढेको छैन, मजाले पाकेको छ। अनि यसरी काटेर पिस पिस पारेर तपाईहरुले खानु सक्नुहुन्छ। तपाईहरुलाई मेरो भिडियो मन परेमा तपाईहरुले नि यसरी होममेड बनाएर आफ्नो नानीहरुलाई दिनु सक्नुहुन्छ। आफ्नो घरमा बनाएको हेल्दी पनि हुन्छ। अनि हामीले चाहिँ यसरी बनाएर खायौं। तपाईहरुलाई मेरो भिडियो मन परेमा लाइक, शेयर, सब्स्क्राइब गरिदिनु होला। थ्यांक यू फर वाचिङ।